दिलबहादुर आफ्नो झुपडीमा रमाइरै बसेको थियो। लेकमा उसको थोरै बारी थियो। त्यही बारीमा मकै, कोदो आदि लगाउँथ्यो र जेनतेन आफ्नो जीविका चलाउँथ्यो। ऊ उज्यालो भएपछि बारीमा जान्थ्यो, अँध्यारो भएपछि फर्कन्थ्यो। एक दिन दिलबहादुर मकै छर्न आफ्नो बारीतिर लाग्यो। उसँग खाजाका लागि कोदाको रोटी थियो। दिउँसोतिर ऊ खाजा खान एउटा रुखको छायामा बस्यो। उसले रोटीको पोको फुकायो र एक ढिको नुन र एक ढिडी खुर्सानी पनि झिक्यो। एउटा रोटीलाई 7 टुक्रा पार्यो। रोटीका टुक्राहरू गन्दै भन्न थाल्यो, 1 खाऊ, 2 खाऊ, 3 खाऊ, 4 खाऊ, 5 खाऊ, 6 खाऊ कि 7वटा खाऊ। संयोगले ऊ बसेको रुखमुनि ठूलो ओडार रहेछ। त्यहाँ राक्षसका 7 जना बच्चाहरू बस्दा रहेछ। दिलबहादुरले 7वटा खाऊ भनेको सुनेर राक्षस डरायो र भन्न थाल्यो, नखा मनुखे नखा, मेरा बालकहरूलाई नखा, तँलाई म खिरपाक ताउली दिउँला। यति भन्दै राक्षसले दिलबहादुरलाई खिरपाक ताउली दियो। खिरपाक ताउली लिएर दिलबहादुर आफ्नो घर फर्कियो। उसकी फुपू घरमा आएकी रहेछिन्। फुपू छुच्ची र लोभी स्वभावकी थिइन्। गतिलो सामान देख्यो कि माइतबाट लुकाएर आफ्ना घरतिर ल्याउँथिन्। बेलुकी पख दिलबहादुरले खिरपाक ताउली परीक्षण गर्ने विचार गर्यो। आफू अगाडि ताउली राखी भन्यो, खिरपाक ताउली, खिरपाक ताउली। साँच्ची नै ताउलीमा खिर पाक्यो। यो देखेर फुपू पनि छक्क परिन्। उनले राति दिलबहादुर सुतेपछि त्यहाँ ताउली जस्तै अर्को भाँडो राखिदिइन् र सक्कली ताउली लुकाइन्। अर्को दिन सधैँ झैं बिहानी पख दिलबहादुर रोटीको पोको बोकी आफ्ना बारीतिर लाग्यो। खाजा खाने बेलामा त्यही रुखमुनि बसेर रोटीको पोको फुकायो। पहिले जस्तै अझ बढी ठूलो स्वरमा रोटीका टुक्रा गन्दै भन्न थाल्यो, 1 खाऊ, 2 खाऊ, 3 खाऊ, 4 खाऊ, 5 खाऊ, 6 खाऊ कि 7वटा खाऊ। यो सुनि ओडारबाट राक्षस अत्तालिएर बाहिर आई डराउँदै भन्न थाल्यो, नखा मनुखे नखा, तँलाई म सुनबडकुली बाख्री दिन्छु। राक्षसले दिलबहादुरलाई सुनबडकुली बाख्री दियो। दिलबहादुरले सुनबडकुली बाख्री पायो। ऊ बाख्री डोर्याउँदै आफ्नो घरतर्फ लाग्यो। आफू घर पुगेपछि फुपूलाई बाख्री देखाउँदै भन्यो, हेर्नुस् फुपू, यो सुनबडकुली बाख्री हो। सुनबडकुली बाख्री भनेपछि सुनका बडकुला निकाल्छ। दिलबहादुरले बाख्रीलाई अगाडि ल्याएर भन्यो, सुनबडकुली बाख्री, सुनबडकुली बाख्री। नभन्दै बाख्रीले सुनै सुनका बडकुला पार्यो। फुपू चाहिँ मन मन यो बाख्री पनि हात पार्नु पर्यो भनी जाल रच्न थालिन्। उनले राति दिलबहादुर सुतेपछि बाख्री साटिदिइन् र आफ्नो घरमा लगिन्। अर्को दिन पनि दिलबहादुर रोटीका पोका बोकी बारीतिर लाग्यो। उसले पहिले भन्दा अझै ठूलो स्वरमा रुखमुनि बसी रोटीका टुक्रा गन्दै भन्न थाल्यो, 1 खाऊ, 2 खाऊ, 3 खाऊ, 4 खाऊ, 5 खाऊ, 6 खाऊ कि 7वटा खाऊ। यसपटक त राक्षस झनै काहलिएर बाहिर आयो र हात जोडी भन्न थाल्यो, नखा मुनुखे नखा, यसपटक तँलाई डाङडुङ लौरी दिउँला। यस लौरीले जसलाई भन्यो त्यसलाई पिटेर कायल पार्छ। दिलबहादुरले हुन्छ भन्दै लौरी लियो। बेलुकी भात खाइसकेपछि दिलबहादुर सुत्यो। फुपू चाहिँ यसपटक पनि दिलबहादुरले केही न केही पक्कै ल्याएको हुनुपर्छ भनी सुस्तरी कोठाभित्र पसिन्।
कोठामा राम्रो लौरी देखेपछि पक्कै पनि यो चमत्कारी हुनुपर्छ भन्ने ठानिन्। उनले चोर्ने मनसायले सुस्तरी लौरी झिकिन्। एक्कासी दिलबहादुर बिनुज्यो। अँध्यारोमा चोरले लौरी चोर्न लागेछ क्यारे भन्ने ठानी उसले बजा लौरी डाङडुङ भन्यो। लौरीले फुपूलाई चुट्न थाल्यो। फुपू कायल भइन्। उनले पहिले चोरेका खिरपात ताउली र सुनबडुकी बाख्री फिर्ता दिन मन्जुर गरिन्। फुपूले सक्कली माल चोरेको थाहा पाएर दिलबहादुर भने छक्क पर्यो। उसले लौरीलाई नपिट्न भन्ने आज्ञा दियो। फुपूबाट सक्कली माल लिएर दिलबहादुर भने आनन्दसँग बस्न थाल्यो।